हेलो एभ्रिवान, सबैलाई नमस्ते। जुजुलप्पा र साथीहरू, आज चाहिँ म घरेलु ब्युटी टिप्स दिँदैछु हो। यसमा चाहिँ एउटा गाजर, एउटा केला, बिट यसको चाहिँ काटेर हामीले पेस्ट बनाउनु पर्छ र के लानुपर्छ तपाईँलाई देखाउँदैछु। र अहिले चाहिँ म केला गाजरहरू सफा गरेर छिल्दैछु, किनभने गाजर बाहिरबाट पुरा मैला हुन्छ हो। त्यसलाई केला त सफ्ट हुन्छ र गाजरको चाहिँ बाहिरबाट छिल्का निकालेर यो चाहिँ मैले काटिसकेँ। र यसरी काटेको फुलदेखि चाहिँ मलाई खान मन लागिहाल्छ साथीहरू हो। र खाँदै भए पनि यसको पेस्ट चाहिँ बनाइहालेँ मैले हो। पेस्ट हेर्नुहोस्, हेर्दै खाउँ मन लाग्दैछ, देखिरहेको छ हो, तर खानु चाहिँ होइन, यो अनुहारमा लाउने हो। र यसमा मैले बेसन पनि मिसाएँ र तपाईँले मैदा पनि मिसाउँदा हुन्छ। र यो अलिकति हनी, यो चाहिँ प्योर हो मुरीको मह। र यसको बादमा चाहिँ दुधको दही चाहिँ नलाउनु होला। र स्किनको लागि तर चाहिँ बहुतै राम्रो हो, सफ्टको लागि। र स्किनहरू अलिक सफा गरेर फेस वास गरेर लगाउनु होला। र मैले पनि सफा गरेर को पेस्ट लगाएँ। र म चाहिँ 15 मिनट मात्रै राख्छु, तपाईँहरूले आधी घन्टासम्म राख्दा पनि केही हुँदैन यो फुडको। र हेर्नुहोस्, रिजल्ट चाहिँ एकदमै दामी आउँछ। कति दिनको तपाईँले, मैले चाहिँ 6-15मा लगाएको। र अब चाहिँ मैले फेरमा पुरा सुकाएँ होइन, र टाइम पनि पुग्यो। र म यसलाई चाहिँ गएर हल्का भस गर्दै यसलाई चाहिँ मसाज गर्छु। मैले चाहिँ एउटा फोनमा चाहिँ फोन पक्रेर चाहिँ मैले एउटा हातले मात्रै मसाज गर्दैछु। तपाईँले चाहिँ दुईवटा हातले मसाज गर्नु होला। र यसलाई मजाले मसाज गरेर धोएपछि चाहिँ सुतीको तौलिया या सुतीको रुमालले मजाले हल्का पुसेर सफा गरेर चाहिँ अब तपाईँले रेगुलर क्रिमै लाउँदा भइहाल्यो। र मैले चाहिँ सफा गर्दा त लाइट गएको थियो, तर लाइट आइहाल्यो। र हेर्नुहोस् कति सफा देखिरहेछ। र यसमा चाहिँ अब मैले नाइट क्रिम होइन, मैले मोइस्चराइजर लगाएँ। त्यसको बादमा चाहिँ म रेगुलर जुन पनि नाइट क्रिम लाउँदा हुन्छ, म चाहिँ ल्याक्मेको युज गर्छु। र मैले चाहिँ यो ल्याक्मे क्रिस्टल लगाउँदैछु नाइट क्रिम। तपाईँले आफ्नो जुनै पनि घरमा राखेको आफ्नो लगाउने नाइट क्रिम युज गर्नु होला। एकदमै राम्रो हुन्छ साथीहरू, हेर्नुहोस् अनुहार एकदमै सफा।